गुड मर्निङ गाइस र फेरि पनि तपाईहरुलाई नयाँ दिन नयाँ ब्लगमा स्वागत छ र हाम्रो भिलेज लाइफस्टाइल ब्लगमा गुड मर्निङ। र अहिले चाहिँ हामी बिहानको समयमा भर्खरै उठेर हामी भिडियोमा आएको छौं अनि चाहिँ आज चाहिँ के भयो भनेदेखिलाई चाहिँ आज हामी चाहिँ तल एकछिन झलुङजोङ भन्ने सोचेका थियौं र बिहानै हेर्नु पानी पो आउन थालेर अचम्म भएको आज चाहिँ हो बिहानैदेखि छिटै हामी बिहानै जाउँ सोचेका थियौं र बिहानै आज त पानी आइदिएछ र हेरौँ अहिले सिमसिम आइराखेको छ आउँदैन होला भन्ने चाहिँ छ। सो गाइस भर्खर बिहानको समय उठेका छौँ र आज चाहिँ हामी दिउँसो चाहिँ हामी यात्रामा हुनेछौँ। आइस उठेजा यो चाहिँ हाम्रो मोटे यो चाहिँ हाम्रो मोटे हामी चाहिँ झलुङ है बाइक अलिकति देखाउनु साथै ब्याङ्कमा काम पनि छ हामी जान्छौँ र अहिले बिहानी चाहिँ अब वस्तुको अलिकति धन्दा गरिराख्नु पर्यो भनेर चाहिँ जानु आँटेको छु। सो गाइस ब्लग स्टार्ट गरेछु सो हेर्दै गर्नु होला। गाइस अहिले चाहिँ हामी यहाँ गोतकमा आइराखेको छौँ बेनारकोमा बाइक चाहिँ तल स्टार्ट गरिराखेको छु र काम गर्नुपर्छ र चाहिँ र अब चाहिँ एकछिनमा हामी निस्किँदैछौँ। हेर्नुहोस् है यहाँको नजराहरू है त अब चाहिँ गाइस हामी चाहिँ जाँदैछौँ। पानी पनि सिमसिम पर्दैछ। आज हाम्रो गाडीमा त के भयो दिन पनि पानी पर्दैछ सिमसिम पानी पर्दैछ हो अनि यसरी भएर जाँदैछौँ। आज चिसो छ यसो क्यामेरा त हल्लिएर म नजाने अवस्था। गाइस अहिले चाहिँ हामी धेरै दिन बाद फेरि दिलीप दाको गेस्टमा आइपुगेका छौँ र हामी आइ पनि पुग्यो है उहाँ भर्खर खोल्नु हुँदैछ र त गाइस अब बाइक अलिकति सर्भिसिङहरू यताउता बनाउनु पर्ने छ तपाईँहरूलाई देखाउँछौँ है त हेर्दै गर्नु होला है। ग्यारेजभित्र चाहिँ पस्यो है मेरो सामान केस काटेर त तपाईँ त कस्तो देख्दैछ अहिले अर्कै देख्यो त जुङ्गा काटेर चाहिँ यहाँ टाउको खोलिरहेछ लाइटको लागि चाहिँ लाइट एलइडी लाइट सेतो रातोले नदेखेर चाहिँ सेतो ट्राई गर्दैछौँ। यत्तिकै छ बाइकहरू सेकेन्ड ह्यान्डहरू। चाहिँ यहाँको पनि अस्ति लगाइरहेको छु नि अस्ति आउनु अपुलो भएर त्यहाँ लगाइरहेको छु नि त्यो वासर एउटा वासर लगाउनुपर्छ कलरै फस्नु परेन नि एक डेढ नै फसिदियो भने त काम भइगयो। बानी हुँदो रहेछ एट म पनि त एकताल खेलेँ एट छोडिदिएँ अब हुँदैन। हावामा त फस्छ। मोबिल सबै लगाइसकेँ अब चाहिँ रेडी भइसकेको छ बल्ल बल्ल।
गाइस अब चाहिँ हामी सकिसकेको छ अब हामी बिस्तारै निस्किन्छौँ है सो तपाईँहरू अब हामी माथि एक दुईवटा काम छ त्यहाँ भेट्नेछौँ अनि त्यतिकै चाहिँ हामी फर्किनेछौँ अहिले गाइस अहिले चाहिँ हामी यहाँ दोकानमा आइरहेको छौँ पैसा ट्रान्सफर गरी माग्नुको लागि र अब चाहिँ हामी खाजा खान जान्छौँ खाजा खान जाँदैछौँ है गाइस भोक लाग्यो हो आज ट्रेन पनि बन्द रहेछ चार्जर त पुरा गर्नु हुँदैन अहिले चाहिँ खानको लागि हामीले अर्डर गरिरहेका छौँ र खानको लागि हामी दुई बसेको छौँ र अहिले हामी ढाकामा आएर है त चिसो चिसो मौसममा तातो तातो खाइदिउँ है भने जस्तो भयो यहाँनिर आइगयो हाम्रो खाजा चाहिँ हेर्नुहोस् आइपो दामी छ बढिया सर यहाँ चाहिँ अहिले गिफ्टहरू नानीको लागि चोइस गरेर हामी पेक गर्न दिइसकेका छौँ है हामी चाहिँ चोइस गरेका छौँ है हेर्नुहोस् है नानीको लागि चाहिँ पेकिङ गर्नुपर्छ र के अरे जोमेट्री छ सो हामीले यो चोइस गरेका छौँ र यसलाई चाहिँ पेकिङ गर्न दिइरहेको छौँ है त यहाँ चाहिँ आन्टीले पेक गरिदिँदै हुनुहुन्छ गिफ्ट चाहिँ हामीले होइन आन्टीले सिकायो हामीले इन्स्ट्रुमेन्ट छैन यहाँ पाहाडमा इन्स्ट्रुमेन्ट नै बनायो चकाचक चकाचक हो क्या अब नेम प्लिज चकाचक चकाचक अब हामीले सपिङ सक्यो है अब हामी कहाँ जाने अब चाहिँ हामी लागे सबै सक्यो होइन कामहरू ल अब चाहिँ हामी लागे गाइस अघि चाहिँ मैले आगोहरू गर्न सकिनँ खाजा खाइदिएँ ब्याट्री एकदमै लो भएर चिसोले झ्याप्पै गयो र अहिले हामीले चार्जमा लगाएर तपाईँलाई एन्डिङ है अहिले घरमा आएर तपाईँलाई एन्डिङ गरिराखेको छु आजको भिडियोको सो तपाईँलाई आउँदा गरेको देखाउन सकिनँ तर पनि केही छैन आज दिनभरि तपाईँलाई जति देखाइछु सो तपाईँहरूले एकदमै हेरिदिनु होला है आजको हाम्रो सफरलाई अनि आजको ब्लगलाई पनि एन्ड गर्दैछु सबैलाई एकदमै बाई बाई र फेरि पनि हामी आफ्नो अर्को भोलिको ब्लगहरूमा भेट्नेछौँ सो आजको लागि यति नै तपाईँले एकदमै लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला है एकदमै सपोर्ट गरिदिनुहोस् र तपाईँले हेर्दै गर्दा एकदमै एउटा लाइक चाहिँ तपाईँले गरिदिनु होला सो धन्यवाद छ तपाईँलाई बाई बाई